हेलो गाइक, वेलकम टू मेरो नातिको के च्यानल रे फेरि भन्नु हेलो गाइक मेरो नातिको वेलकम टु मेरो नातिको युट्युब च्यानल। वेलकम टु मेरो नातिको वेलकम च्यानल युट्युब च्यानल यस्तै गर्छ भन्नु बोल आदि बोल फेरि भन्नु भन्नु दे पेट छोड्नु पेटै दुखो आयो नि। भन्नु न। हेलो गाइक मेरो नातिको युट्युब च्यानल भन्दैछु। हेलो गाइक मेरो नातिको युट्युब च्यानल मा तपाईँलाई स्वागत छ। तपाईँलाई स्वागत छ। प्याज रोप्ने सुरु गरे हामीले। यो प्याजको अर्ग्यानिक प्याज बिग्न हालेको। यसै गरी गर्नु होला तपाईँहरूले नि। बिखाले अर्ग्यानिक तरकारी खानु, बिखाले तरकारी कहिल्यै किनेर नखानु, आफैले गरेर खानु। अर्ग्यानिक तरकारीमा धेरै भिटामिन पाइन्छ। बिखाले तरकारी नखानुहोस्। आफूले गर्न सकेपछि आफ्नो जीवनको एक्सर्साइज पनि हुन्छ। धन्यवाद। गाईको दाना नखाएका, ढुटा नखाएका गाईको अर्ग्यानिक मल, यही मल राखेर चाहिँ खेती गर्नु, तरकारी खेती गर्नु, रोपनी गर्नु, धान खेती गर्नु, अर्ग्यानिक मल हालेर। हजुरहरूलाई मैले सुझाव दिएछ, किनिया तरकारी कहिल्यै नखानु। खाएछ र हो किनिया तरकारी नखानुहोस्। जीवन स्वस्थ राख्ने हो भने आफैले अर्ग्यानिक तरकारी रोपेर खानुहोस्। यति सुझाव दिएछ मैले। हजुरहरूले मैले भनेको कुरो मान्नुहोस्। होइन, तिमीहरूले पनि यसै गरी अर्ग्यानिक तरकारी रोपेर खानु, बिखाले तरकारी नखानुहोस्। आफ्नो जिउको स्वास्थ्यको ख्याल गरेर तरकारी चाहिँ अर्ग्यानिक आफूले गरेरै खानु। बिग्न हाले तरकारी खाँदा स्वस्थ हुन्छ जिउको। 5 वर्ष अघि बाँचिन्छ भने 5 वर्ष पछिसम्म बाँचिन्छ। मरिन्छ भने 5 वर्ष पछिसम्म बाँचिन्छ। स्वस्थ तरकारी खाएपछि, किनिया तरकारी, बिखाले तरकारी खाएपछि जीवनको सुरक्षित हुँदैन। मैले राम्रो कुरा सिकाएको सबैजनाले मान्नु, यसै गरी गरेर खानु। म 70 वर्षकी भइसकेँ। मैले आजसम्म किनिया तरकारी खाएको छैन। आफैले दुःख गरेर आफूलाई ख्याएर अर्ग्यानिक तरकारी खाइछु। मेरो जिउमा रोग केही छैन। म स्वास्थ्यमा एकदम सुरक्षित बाँचेकी छु। हामीले प्याज रोपिसक्यौँ। अब हामी सहर खान जाँदैछौँ। हिजो तरुल खनिएको छ। तरुलको भिडियो हालिदिएछ। हजुरहरूले कसले हेर्नुभयो देख्नु भएको छैन। हेर्नु होला, सबजनाले हामीलाई भाइरल गराउनु होला। हामीले तरुल खनिएको छ, भिडियोमा सबले हेरिदिनु होला। हामीलाई भाइरल होस् हाम्रो तरुल खनेको। प्याज पनि रोप्यौँ। अब सहर खन्ने योजना छ। हामी सहर खन्ने पनि हालिदिन्छौँ। हजुरहरूले भिडियोमा हेर्नु होला, सेयर गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। लाग्यो सौरातीको लागि सहर खन्न तरुल, मुला, घिउ चाकु, तिलको लड्डु खाने चलन छ।
बाबाजे पालादेखिको चलन अब हजुरहरूले कसैले नछोड्नु, सबै गर्नुपर्छ। सबैजनाले अब आउने नयाँ पुस्ताले पनि गर्नु होला। यो भाइरल होस्, यो खानुपर्ने चिज के छ भाइ सर? किन खन्दैछौँ हिउँचाको तरु सहरखण्ड त्यत्रो खाने चाडबाड हो यो। सबजना बसेर हाँसी खुसी रमाइलो गर्नुपर्छ। सबजनाले राम्रोसित सौराती मान्नु होला। खानाछौँ हिजो तरु खनेका छौँ, हजुरहरूले हेर्नु भएको छैन होला। हामीले हालिदिएको छ, नआएर हेर्नु होला। लिङ्क डिस्क्रिप्सनमा छ। नै पर्यो हिजो हामीले तरुल खनिया छ, आज सरखण्ड ल्यायौँ। लिङ्क डिस्क्रिप्सनमा छ। हजुरहरूले सङ्क्रान्तिलाई सरखण्ड तरुल, पिँडालु, मुला, घिउ चाकु खाने चलन छ। तिलको लड्डु, खित्रो राम्रोसित हजुरहरूले सङ्क्रान्ति मनाउनु होला। तरुल सरुल सब खाएर अर्ग्यानिक खेतीको सरखण्ड तरुल बिख नहाले, बिखमा नडुबाएको खानु होला सबजनाले। हजुरहरूले पनि जान्नु, नजाने भने मान्नु। काम पर्यो भन्नु न। तरुल खनेर ल्याइयो, उसिन्ने बेला हुँदैछ। अब उसिनेर कुन बेला खाने हो? उसिन्दा नि ढिला हो। आज उसिने भोलि खाने। उसिनेर माया खाने चलन छ। माया सङ्क्रान्ति मान्ने चलन सबतिरको पुरानो बाबा चलन। कसैले नछोड्नु होला। सङ्क्रान्ति राम्रोसित मान्नु होला। सहरखण्ड उसिन्न लाए तरुल सहरखण्ड आयो सङ्क्रान्तिको लागि। भोलिलाई खाने चलन छ। घिउ, खित्रो, चाकु, तरुल, सरखण्ड, मुला, तिलको लड्डु सब खाने चलन छ। बाबाजा पालादेखिको संस्कार कसैले नछोड्नु होला। सबैजनाले आफ्नो बारीमा लगाएको अर्ग्यानिक खानु होला, बिफ नखानु होला। कसैले स्वास्थ्यलाई हानिकारक हुन्छ, स्वास्थ्यको ख्याल गर्नु होला। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद। सेयर, कमेन्ट गरिदिनु होला। लाइक र सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब पनि सब्सक्राइब गरिदिनु होला।